सो अहिले हामी ओसो तपोवनमा छौँ र अहिले डेथ पार्कमा छौँ है हामी होइन स्वामीजी एकदम डेथ पार्कमा छौँ र हामीसँग हुनुहुन्छ डाक्टर निकोलस भुसालजी हुनुहुन्छ यहाँ चाहिँ ओसो तपोवन आउनुभएको छ उहाँलाई कस्तो फिल भइरहेछ डाक्टर साहब राम नाम सत्य हो जीवन असत्य हो यति फिल भइरहेछ मलाई चाहिँ यो सब भ्रम हो जिन्दगी भनेको बाँचुन्जेलसम्म दुःख मात्रै छ होइन तर मृत्यु सत्य हो त्यसलाई स्वीकार गर्नु जुन दिन मरिन्छ हाँसी हाँसी मरिन्छ जिउनु भनेको सास फेर्नु मात्र होइन है त होइन मुटु चल्दैमा सास फेर्दा जिउएको बाँचेको भन्ने हुँदैन हाम्रो जीवनशैलीलाई हेरेर थाहा हुन्छ जिउनु भनेको हरपल खुसी हुन सक्नु पर्यो सहयोग गर्न सक्नु पर्यो होइन मनमा उमङ्ग हुनु पर्यो शरीरमा तरङ्ग हुनु पर्यो क्या वाह नेपाल भन्ने वाह भन्ने फिल हुनु पर्यो क्या आफैलाई तरङ्ग त हुनैपर्छ है यो चाहिँ डेथ पार्क हो है यहाँ चाहिँ डिफ्रेन्ट स्वामी सत्व स्वामी आनन्द ज्यूले चाहिँ यहाँ मरेपछि चाहिँ तपाईँ मर्नुहुन्न कि जिउँदै चाहिँ मर्नुहुन्छ कि तपाईँ केही नगरिकन हाँस्दै हाँस्नु भएन अनि त्यसरी अब यस्तो हुन्छ अब खास जिउनु भन्ने कुरा छ नि त यहाँ भन्नुभएको छ कि इन डेथ यु वोन्ट डाई कि मरेपछि मरिँदैन कि जसले राम्रो कामहरू गरिरहन्छ त बाँचिरहेको छ कि तर दुःखको कुरा के भन्दा 90% मान्छे बाँचेकै छैन कि जस्ट सास फेरिरहेको छ कि अहिले होइन जस्ट चलाइरहेको कि जिन्दगी जसोतसो होइन खास बाँच्नु भनेको चाहिँ एकदम मनमा उमङ्ग हुनु पर्यो शरीरमा तरङ्ग हुनु पर्यो आज ओसोको पढौँ है त वान्स यु नो वाट डेथ इज यु विल रिसिभ इट विथ ग्रेट सेलिब्रेसन डेथ भनेको ग्रेट सेलिब्रेसन हो कि होइन जाना पढेगा शमशान भन्ने गीतहरू सुन्नु होला होइन यहाँ रङ्कबी गए यहाँ राजा भी गए सब गए सबैलाई जानुपर्छ शमशान तर मृत्यु सत्य हो जीवन असत्य हो भन्ने कुरा बुझ्नु पऱ्यो होइन अनि यो भनेको सेलिब्रेसन हो जति त्यतिखेर यु विल वेलकम इट इट्स द फुलफिलमेन्ट अफ यर होल लाइफ इफोर्ट तपाईँहरूको जिन्दगीभरको जुन मिहिनेत छ त्यसको चाहिँ अन्तिम एफोर्ट भनेको त्यो होल एन्ड द जोर्नी एन्ड्स वान्स अनि वान कम्स ब्याक होम इन डेथ यु वोन्ट डाई जस्ट द इनर्जी द्याट वाज गिभन टु यु थ्रो यर बडी एन्ड थ्रो द माइन्ड इज रिलिज एन्ड गोज ब्याक टु द वर्ल्ड अनि यो रिटर्न होम है यो भन्नु खोजेको के भन्दाखेरि चाहिँ हामी मरिसके पछाडि नै हाम्रो शरीर मर्दैन जस्तो हाम्रो आत्मा चाहिँ अर्को आत्मामा ट्रान्सफर मात्र हुन्छ अनि कर्म संसार र मोक्षको हामीले बुझ्नुपर्छ कि हामी यो कर्मलोक हो यो पृथ्वीलोक यो मर्त्यलोक पनि भन्छ होला यहाँ हामी कर्म गर्न आएका हौँ मरिसके पछाडि हामी स्वर्गलोक नर्कलोक त्यतिखेरसम्म गइन्छ जबसम्म मुक्ति पाइँदैन होइन मुक्ति पाइसकेपछि हामी यो लोकबाट टाढा भएर जहाँ जानु मन लाग्छ त्यहाँ जानु मिल्छ अहिले हाम्रो ओसो पनि स्वर्गलोकमा भगवान्हरू सबै मिलेर बस्नु भएको छ सबै भगवान्हरू मिलेर बसेका छन् हामी मान्छे मात्रै लडेर बस्ने सबै नेता मिलेर बस्छन् सो यो डेथ पार्क हो होइन अनि यहाँ चाहिँ डिफ्रेन्ट चाहिँ कोटेसनहरू छ होइन ओसोले भन्नुभएको कोटेसनहरू है डेथ इज नट टेरेबल रे होइन यो पढ्न सक्नुहुन्छ है धेरै कुराहरू छ यहाँ है यो चाहिँ पढ्न सक्नुहुन्छ यहाँ सबै कुराहरू छ होइन गौतम बुद्ध वी आर अफ्रेड अफ डेथ बिकज परह्याप्स त यो पढ्नु होला होइन पढ्नु होला यो सबै होइन ओसो तपोवनमा छौँ र आज चाहिँ ओसो इन्लाइटमेन्ट डे हो है आज ओसो इन्लाइटमेन्ट डेको दिन यहाँको इनर्जी चाहिँ एकदमै छुट्टै छ क्या होइन हामी माथि हलमा गयौँ हामी त्यहाँ एकदमै इन्जोय गऱ्यौँ होइन सेलिब्रेट गऱ्यौँ होइन आजको ओसोको इन्लाइटमेन्ट डेको दिन होइन ओसो खतरा लाग्छ क्या मलाई आई डोन्ट नो है ओसो सबैभन्दा बढी इतिहासमै सबैभन्दा बढी बुक पढेको व्यक्ति भनेको ओसो हुनुहुन्छ है मोर देन 1 लाख बुक होइन लाइब्रेरी त उहाँको माइन्डमै थियो माई गड एभ्री काइन्ड्स अफ बुक्स होइन उहाँले कबीरको बारेमा धेरै बोल्नुभएको छ उहाँले बुद्धको बारेमा धेरै बोल्नुभएको छ डेथ पार्क इच एन्ड एभ्री वान अफ अस हेज टु डाई अन डे सो इन्जोय डेथ भनेर भन्नुहुन्छ क्या सत्य नै डेथ हो क्या डेथ भनेको सत्य हो अरू सबै कुरा असत्य हो क्या हामी भ्रममा बाँच्नु हुँदैन हामी आफूलाई एकदमै कन्सियस पारेर चाहिँ बाँच्नुपर्छ होइन when you will be conscious you will understand everything you will know everything what is right what is wrong what is good what is bad सबै कुराहरू हामी चाहिँ कन्सियस भएपछि त्यो कुराहरू चाहिँ आउने कुराहरू हो होइन यो ठाउँ त एकदमै दिव्य छ क्या है दिव्य ठाउँ छ है तपाईँहरू आउनुभयो भने थाहा पाउनु होला होइन एकदमै राम्रो छ है यो डेथ पार्कमा छौँ हामी त्यहाँ धेरै पार्कहरू छ समाधि स्थलहरू छ होइन यहाँ चाहिँ रेस्टुरेन्टहरू पनि छ होइन एकदमै इन्जोय गर्नको लागि यु क्यान कम विथ यर फ्यामिली यु क्यान कम विथ यर फ्रेन्ड एन्ड यु क्यान इन्जोय है आज चाहिँ हामी डाक्टर निकोलस भुसालसँग छौँ र आज डाक्टर निकोलस भुसाल हाँसेको हाँसे हुनुहुन्छ आज है आज
आई थिङ्क आज धेरै खुसी हुनुहुन्छ डाक्टर निकोलस तपाईँलाई के लाग्ला कि यो मान्छेहरूले भन्छ कि होइन यो के खायो कसो खायो भन्ने कुराहरू होइन के हुन्छ के भन्छ अरे पनिर यहाँ धेरै धेरै हाँस्नु पनि तनाव छ कि जिन्दगीमा के खायो कसो खायो भन्छ खास कुरा के भन्दाखेरि होइन हामी त दिमागकै डक्टर हो नि त खास कुरा के भन्दाखेरि तपाईँ चाहिँ एकछिन ध्यान गर्नुभयो एकछिन हाँस्नु एकछिन के भन्नुभयो भने तपाईँलाई आफै आनन्द लाग्छ कि डोपामिन आफै निस्किन्छ कि तपाईँ हाँस्दाखेरि तपाईँ खुसी हुँदाखेरि या तपाईँले कुनै ड्रग खाँदाखेरि जुन निस्किन्छ नि त इनर्जी जुन डोपामिन निस्किन्छ नि त ब्रेनमा तपाईँ एकछिन हाँस्नुभयो भने एकछिन नाच्नुभयो भने या एकछिन भन्न ध्यान गर्नुभयो भने पनि त्यो निस्किन्छ कि अनि हामी चाहिँ त्यसरी चाहिँ हाँसेको हुन्छौँ कि हामी जतिखेर नि मनभित्रबाट उमङ्ग भइरहेको हुन्छ कि एउटाको फेक हाँसो हुन्छ हाम्रो चाहिँ फेक होइन ओरिजिनल अर्ग्यानिक अर्ग्यानिक यहाँ त कम्पिटिसन पो भयो त ओके थ्याङ्क यू सो मच है लभ यु अल थ्याङ्क यू सो मच है अलवेज एजुकेट युर सेल्फ पढ्नुहोस् अलवेज एजुकेट युर सेल्फ ओ यता पनि हाँस्नुपर्छ जस्तो छ दाइ एकचोटि एकचोटि हाँसौँ न अर्ग्यानिक हाँसो आउँदैछ अर्ग्यानिक अर्ग्यानिक लाफ्टर है अर्ग्यानिक लाफ डाक्टर निकोलस भुसाल लेडिज एन्ड जेन्टलमेन साँच्चीकै स्वर्ग जस्तो देश भगवान् जस्ता जनता है हामीले दुःख लागेको एउटा मात्र कुरा छ क्या दाइ हामीले हामीलाई पनि चिन्न सकेनौँ र हाम्रो देश पनि चिन्न सकेनौँ क्या दाइ हामी हिराको माथि बसेर सुनकटरमा भिख मागिरहेको छौँ संसारको ज्ञानभूमि तपोभूमि सत्यभूमि शान्तिभूमि कर्मभूमि देवभूमि मोक्षभूमि हाम्रो देश संसारभन्दा माथिको हाम्रो देश होइन रजनीशीले तपस्या गर्नु पनि हाम्रो देश बुद्ध जन्मिने हाम्रो देश शिव जन्मिने नि हाम्रो देश किरातेश्वर जन्मिने महाकाली दुर्गा माता सबै हाम्रो देश होइन संसारभरि ज्ञान दिने हाम्रा पुर्खा होइन संसारभरि सबै सिकाउने हाम्रा पुर्खा हामी चाहिँ दुनियाँको नोकर अरे होइन यो चाहिँ गलत भइरहेछ साथी ओ मालिक भन्नु अनि स्वर्ग जस्तो भन्नुभएको थियो आज स्वर्ग अनुभूति हिजो स्वर्ग जस्तो भन्यो आज स्वर्ग अनुभूति गरेर स्वर्ग तपाईँ अनुभूति एकदम थ्याङ्क यू सो मच लभ यु अल स्वर्गमा बस्ने सबै स्वर्गवासी